हेलो हजुर, दर्शन नमस्ते सबैजनालाई। म चाहिँ आज मन्डेको दिन आज मेरो डेली क्लिनिङको यहाँ चाहिँ मेरो चाहिँ आज एक्सप्रेसोको लागि ग्राइन्डर मेसिनलाई चाहिँ सफा गर्ने दिन परेको छ। म चाहिँ यसरी यसको एक्सप्रेसो मेसिनलाई चाहिँ खोल्नको लागि चाहिँ तयारीमा छु। यो चाहिँ ग्राइन्डर मेसिनबाट सबै ग्रुपहरू खोलेर म चाहिँ राख्दैछु। यहाँभित्र भएको कफीलाई मैले अलरेडी निकालिसकेको छु। अब रहेको यो हाम्रो बिन्सहरू चाहिँ म सबै निकालेर अलगै राख्छु। अलगै राखेपछि चाहिँ म यसको स्क्रुहरू सबै सामानहरू खोलेर जतनसँग यसरी चाहिँ तयारी गर्दैछु। बाँकी अब चाहिँ म यो भित्रको चाहिँ यहाँ चाहिँ एउटा यो पिस्नको लागि चाहिँ उस बनेको छ। यसलाई चाहिँ म यसरी खोल्छु अनि यो खोलेपछि चाहिँ यो चाहिँ एक्ज्याक्टली यसलाई चाहिँ राम्रोसँग सफा गर्नुपर्ने हुन्छ। यो चाहिँ एक सिरामा एक उसमा चाहिँ सबै ब्रसले चाहिँ पुरै सफा गर्नुपर्छ हैन। अलिकति गाह्रो नि छ, ठिकै छ। जे होस्, कफीसँग खेल्न पाइएछ, खुसीको कुरा यही हो। यो निकालिसकेपछि चाहिँ म चाहिँ यसरी भ्याकुम लाएर चाहिँ यसलाई म निकाल्दैछु भित्रको। यो चाहिँ केही हदसम्म चाहिँ आउँदैन, भित्रसम्मको चाहिँ म चाहिँ यसमा हल्का स्ट्रो लगाएर भित्रैसम्मको चाहिँ निकाल्ने प्रयास गर्दैछु। यो चाहिँ सफा गर्नु चाहिँ लगभग अब डिपेन्ड हुन्छ सप अनुसार हैन, कफी सप अनुसार। कोही चाहिँ हप्तामा गर्छ, कोही 15 दिनमा गर्छ। हामी चाहिँ हप्तामा एकचोटि चाहिँ क्लिनिङ चाहिँ यो चाहिँ गर्छ। यसले चाहिँ डिपेन्ड हुन्छ टेस्टमा हैन, आरोमाहरूदेखि लगाएर सबै कुरामा चाहिँ यो चाहिँ धेरै फरक पारेको हुन्छ। यो चाहिँ क्लिन गर्नु चाहिँ एकदम जरुरी हुन्छ। यो चाहिँ भित्रको पिस्नको लागि ग्राइन्डर हो। यो चाहिँ यसरी सफा गरिसकेपछि चाहिँ अब चाहिँ म यसलाई फिटिङ गर्दैछु। यसमा चाहिँ फिटिङ गरेर सकाएपछि बाँकी रहन्छ हाम्रो चाहिँ त्यो भित्रपट्टिको भागमा चाहिँ जोड्नुपर्ने हुन्छ। जोड्ने बेलामा चाहिँ अलिकति सेक्युर भएर चाहिँ गर्नुपर्ने हुन्छ। यो चाहिँ अलिकति ध्यानसँगै गर्नुपर्छ। यो दाँतहरू चाहिँ यसको भाँच्नु हुँदैन। स्क्र्याच भयो भने फेरि अलिकति ग्राइन्डिङ साइज चाहिँ अलिकति फरक पर्न सक्छ। त्यही गर्दा त्यस्तै छ। आज चाहिँ जे होस्, यो ग्राइन्डर मेसिनलाई चाहिँ क्लिनिङको लागि चाहिँ लगभग अब सकाएर म चाहिँ यसलाई चाहिँ फिट गर्ने तयारीमा छु। यसलाई चाहिँ म भित्रपट्टिको चाहिँ फिट गर्दैछु। अब यो चाहिँ भित्रपट्टिको भाग चाहिँ फिट भइसकेपछि बाहिरपट्टिको चाहिँ कभर लगाएर यो चाहिँ पूर्ण रूपमा समाप्त हुन्छ। यसलाई चाहिँ अलि टाइट गर्नुपर्ने हुन्छ। धेरै टाइट नै गर्नु हुँदैन, फेरि नेक्स्ट टाइम चाहिँ खोल्दा बेलामा गाह्रो हुन्छ। दाँतहरूलाई चाहिँ अलिकति ध्यान दिएर गर्नुपर्ने हुन्छ। यो चाहिँ एज अ बारिस्ताहरूले चाहिँ सबै कुरा चाहिँ गर्नुपर्ने हुन्छ। यो चाहिँ सायद थाहा छ होला बारिस्ताहरूलाई। यो चाहिँ जसरी नै गर्नै पर्ने हुन्छ। हप्तामा 10 दिन 15 दिन अब समथिङ कति हुन्छ सब अनुसार हुन्छ। हामी चाहिँ हप्ता एकचोटि जसरी नै गर्नै पर्छौँ, गरेरै छोड्छौँ यसलाई चाहिँ। अलमोस्ट यो चाहिँ अब मैले ग्राइन्डर क्लिनिङ गरेर चाहिँ भ्याएँ भनौँ। आजको डेली क्लिनिङको मेरो यो पार्ट थियो। यो चाहिँ मेरो आज चाहिँ भ्याइएको अवस्था छ। हस् त हजुर, आजको भिडियो